Welcome everyone to my happy vlogs. Take care of everyone. Have a nice day. अनि आज चाहिँ विशेष गरी हामी कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ घुम्नको लागि भनेर निस्केको। अनि तपाईँहरूले भिडियोमा देख्दै हुनुहुन्छ अगाडि चाहिँ मेरो छोरी छ अनि पछाडि मेरो बुढी छ। छोरी र बुढी चाहिँ उता धादिङबाट मलाई भेट्न भनेर धेरै लामो समय नै भइसकेको थियो लगभग। अनि त्यही भएर भेट्न भनेर चाहिँ यहाँ आएको काठमाडौँ। अनि उनीहरूलाई अब मस्त पारामा घुमाउनु पर्ने छ। के छ रेबिका, केही भन्दैन क्यामेरामा? यता हेर न, हाँसिरहेको, केही भन्न आउँदैन उसलाई। के भन्यो भन न, भन यसो केही भनिदेऊ। हुन त अब हाम्रो खासै भ्युवर्सहरू त्यस्तो त छैन कि, यसो सम्झनाको लागि यसो 2-4वटा यसो क्लिपहरू चाहिँ लिएको। फ्युल अप गराएर अनि त्यसपछि चट्ट पारामा अनि हामी फेरि घुम्नलाई निस्किनेछौँ। पेट्रोल हालौँ। फेरि पनि सबैजनालाई वेलकम छ च्यानलमा। अनि त्यही हो, फ्युल अप भइसकेको छ। अब हामी फेरि निस्किँदैछौँ। छोरी छ साथमा अनि बुढी पनि छ। प्लेन चाहियो? प्लेन बाबाले त प्लेन खेलाउन लान्छ है तिमीलाई। हेलिकप्टर चढ ल, प्लेन चढ है। यहाँ चुप्पा खाइदेऊ, चुप्पा खाइदेऊ। हो गुड, हेलो गरिदेऊ ल है। हाम्रो छोरीले पनि हेलो गरिरहेको छ। लभ यु छोरी, लभ यु। कता जानु हो? ल है गाइज, माइक मैले आजको यो भिडियोमा चाहिँ यो फुटेजमा चाहिँ माइकहरू सबै यहाँ जोडेको छु। माइक पनि मस्त रेकर्डिङ भइरहेछ। अनि लास्टमा चाहिँ म्याच हुन्छ है, भिडियोसँग भोइस म्याच भएर एडिटिङ हुन्छ। त्यही हो, सबैजनाले माया अनि साथ सपोर्ट चाहिँ देखाइदिनु होला भन्न चाहन्छु। मान्छेले बिहा मात्र गरेर हुँदैन गाइज है, यसो समटाइम ग्यादरिङ भएर यसो हुन पनि पर्छ है। लोभ गरेर पैसा कमाएर मरिलानु केही पनि छैन। उमेरमा खान पर्ने उमेरमा हिँड्न पनि पर्छ, कमाउन पनि पर्छ, रमाइलो पनि गर्नुपर्छ। सबै कुराहरू ठिक्क ब्यालेन्समा बसेर चाहिँ गर्नुपर्छ, धेरै ओभर पनि होइन। केही भनिदेऊ, तिम्रो रेकर्ड भइरहेछ नि यहाँ मेरोमा। फेरि जीवनमा दुःखहरू आउँछ, नआउने होइन होइन, तर दुःखलाई बिर्सेर रमाउनु पनि सिक्नुपर्छ। यो कुरा चाहिँ एकदम सही हो है। फेरि मान्छे राम्रो भएर नि हुँदैन। रूप भन्ने कुरा चाहिँ, मान्छेको पैसा रूप भन्ने कुरा चाहिँ सबै नष्ट भएर जान्छ होइन। अनि भित्र मन चाहिँ सफा भयो भने चाहिँ त्यो पैसा, त्यो रूप, घमण्ड होइन, त्यो कुराहरू भन्दा लङ लास्टिङ चाहिँ तपाईँको हृदय हुन्छ नि, त्यो चाहिँ राम्रो भयो भने रिलेसनसिप अथवा जे कुरा पनि लामो सम्बन्धसम्म टिक्छ कि। राम्रो सोच, राम्रो विचार होइन, पोजिटिभ कुराहरू भयो भने चाहिँ त्यो कुराले चाहिँ तपाईँको सम्बन्ध पनि दामी हुन्छ है। पैसामा चाहिँ अब हो, अब समस्याहरू हुन्छ, नहुने होइन। पैसा नभए केही कुरा नि हुँदैन, तर पैसा सबै थोक चाहिँ होइन। तर स्ट्रगल गर्दै खान लाउन, साधारण जीवन चलाउन यताउता त्यति भए इनफ पुग्यो कि। धेरै एक्सपेक्टेसन चाहिँ राखेर चाहिँ, धेरै हायर ड्रिम गरेर चाहिँ धेरै ठुलो सपना बोकेर पनि हुँदैन। आफ्नो सबै परिस्थितिहरूलाई मध्यनजर गरेर चाहिँ दुःख गर्नुपर्छ सबै कुराहरूलाई। हरेक कुराहरू, राम्रो कुराको पछाडि नराम्रो कुराहरू पनि हुन्छ, नहुने होइन। तर त्यो होस्, पछाडिको कुरालाई होइन, अगाडिको कुरालाई हेरेर चाहिँ अगाडि बढ्नुपर्छ लाइफमा। सबै कुराहरू चाहिँ हामीले लाइफमा चाहिँ हुन्छ नि, पछाडिको कुरालाई फर्केर हेर्यौँ भने चाहिँ तपाईँहरू कहीँ स्टप हुनुहुन्छ। त्यही भएर तपाईँहरू अगाडिको कुरालाई हेर्ने अनि अगाडि बढ्ने, त्यो भयो भने चाहिँ लाइफ दामी हुन्छ है, सोचेको भन्दा पनि बेटर हुन्छ। त्यस्तो हो। अहिले चाहिँ हामी अब यता छोरीलाई यता खेलाउनलाई आएको। अनि त्यहाँ फेरि यसो चट्ट पारामा नि घुमफिर गर्नुपर्ने हुन्छ। चट्ट भित्रै छिराइदिएँ मैले बाइक चाहिँ है। यता मस्त छ ठाउँ यो हाम्रो। हजुरहरूले पनि बच्चाहरू लिएर आउन सक्नुहुन्छ। ल छोरीलाई हालिदेऊ, चढाइदेऊ, घुमाइदेऊ ल। ल एउटा सानो मान्छे है, मजा आउँछ। बच्चाहरूको लागि भए पनि अब देखिहाल्यो, अब खेलाइदिनु पर्यो भयो। ल हाम्रो छोरी चाहिँ, रोजमेरी छोरी चाहिँ यसरी खेलिरहेछ आनन्दले। ल उता मम्मीले घुमाइदिइरहनु भएको छ।
ल अरू पनि खेलाइदिनु हामीले पोले जाम हजुरहरू यदि होइन यो थापाथलीको बाटो हिँड्दै हुनुहुन्छ भने एकदम ट्राफिक रुल्सलाई एकदम फलो गर्नु होला, ब्रेक कसैले पनि नगर्नु होला। यहाँ त लास्टै ठिक छ, अनि यहाँ त सिटहरू एकदम काटिरहेको हुन्छ। हजुरहरूले चाहिँ अब त्यो लाइनहरू हुन्छ नि, जस्तै अब हामी लेफ्ट जाँदैछौँ भने चाहिँ अब तपाईँहरू लेफ्टमा ढुक्कसँग जान सक्नुहुन्छ होइन। जस्तै अब म अहिले यहाँ छु नि त होइन, अब म राइट जाँदैछु भन्दाखेरि चाहिँ हजुरहरू राइट लेनमा गएर मजाले बस्नु होला। काठमाडौँ भ्यालीमा एकदम यो ठाउँ चाहिँ एकदम होइन अब सिट काट्ने अनि भनौँ न धेरै दिनमै कति काटिरहेको हुन्छ। ल है गाइज, थापाथलीको यो हजुरहरूले यो व्हाइट लाइन देखिरहेछ नि, यो लाइनबाट चाहिँ हजुरहरूले यता चाहिँ रोक्न मिल्दैन कि, बुझ्नुभयो नि। तपाईँहरू यता रोक्नुहुन्छ भने चाहिँ सक्यो तपाईँहरूको सिट मस्त काटिन्छ होइन। अनि ट्राफिक सिग्नलहरू यदि भ्यालीभित्र हुनुहुन्छ भने चाहिँ तपाईँहरूलाई वान वेको बाटोहरू थाहा हुनुपर्छ। अनि त्यसपछि यो गल्लीको बाटोहरू सर्टकट बाटो थाहा भयो भने झन् राम्रो हुन्छ। अनि ल्यान्डहरूको बारेमा नलेज भयो भने एकदम मिठो हुन्छ है गाइज। अनि त्यही भएको कारणले गर्दा अब हजुरहरू यदि काठमाडौँमा हुनुहुन्छ भने चाहिँ यो कुराहरू चाहिँ हजुरहरूले सबै कुराहरू जानकारी लिनैपर्छ। अनि फलोअप गर्नुभयो भने चाहिँ ट्राफिकबाट सिटहरू खाँदैन अनि तपाईँहरू चाहिँ सेफ हुनुहुन्छ। अब एक्सिडेन्टको कुरामा चाहिँ के भन्दाखेरि चाहिँ अब सवारी प्रशस्त छ, सबैलाई हतार हुन्छ यहाँ होइन। अब बाई मिस्टेक कहिले काहीँ अब हाम्रोमा नि अरूले मेरोमा नि कति पटक अरूले पनि टच गरिरहेको हुन्छ होइन, म केही भन्दिनँ। अब मैले पनि कतिपय अवस्थामा अरूले टच गरिरहेको हुन्छु। अब त्यो बुझ्ने दाजुभाइहरूले बुझ्नुहुन्छ होइन। अब जानी बाई मिस्टेक हुने कुराहरू हो त्यो कुराहरू भनेको होइन। ल है, चट्ट पारामा त्यसरी रोकिन्छ ट्राफिक दाइले अनि अन सिट हान्दिहाल्छ है फेरि। त्यही भएर सबैजनाले विचार गर्नु होला। तपाईँले यहाँ ट्राफिक रुल्स ब्रेक गर्नुभयो भने चाहिँ गाह्रो हुन्छ। हामी जाउलाखेलको जूमा जाने भन्ने प्लान थियो। हामी पहिला त गइसकेका थियौँ, सेकेन्ड टाइम हुन्थ्यो, तर पनि त्यहाँ चाहिँ अब जनावरहरू बिरामी भएको कारणले गर्दा चाहिँ त्यहाँ चाहिँ आज बन्द रहेछ। अनि त्यही भएर हामीले चाहिँ अब हाम्रो प्लानलाई चाहिँ अनि चेन्ज गर्न पर्ने भयो है। अब बिहे नगर्दाखेरि पो एक्लै थियो, जता अब घुम्नु पनि भएन, बेगरसित अब घर मात्र बसेर पनि भएन, उसलाई पनि गाह्रो हुन्छ। त्यही भएर यसो कहिले काहीँ घुमाउन पनि लानु पर्ने हुन्छ। यो कुराहरू चाहिँ हामीले छोरा मान्छेहरूले प्रायः बुझ्नुपर्छ है। यो कुराहरू यस्तो कुराहरू चाहिँ काठमाडौँ भ्यालीतिर चाहिँ होइन, हामी बसेको साइडबाट चाहिँ पानी प्रायः परि नै रहेको हुन्छ होइन। तर यो गोदावरी साइड चाहिँ कस्तो भन्दाखेरि हजुरको टाइम टु टाइम पानी परिरहेको हुन्छ कि। अनि अहिले पनि हजुरहरूले मौसम देख्न सक्नुहुन्छ होइन, एकदमै पानी पर्ला जस्तो भइरहेको यताको सिचुएसन होइन। तर त्यो हो पानी चाहिँ नपरोस्। अब अहिले मैले म्यापमा हेर्दाखेरि गुगल म्यापमा चाहिँ 31 किलोमिटर देखाएको थियो। मेरो बाइकले 1 लिटरले 45 माइलेज दिन्छ, मलाई किन पुग्छ गाइज। अनि मेरो बाइकको लागि चाहिँ एक लाइन भन्नुपर्दा आई लभ दिस बाइक। माइलेज पनि ग्रेट छ, यसको मैले कार्बोरेटर ट्युन गरेको छु, एयर फिल्टर ट्युन गरिरहेको छु, सबै कुराहरू मेन्टेनेन्स छ। अनि स्टार प्लगदेखि लिएर अनि मोबिलदेखि लिएर सस्तो चाहिँ हालेको छैन है। एमा लुप हालेको छु यसमा होइन, 1350 भनेको थियो, ल डिस्काउन्ट गरेर लगभग 1150मा चाहिँ एमा लुप चट्ट ब्रान्ड न्यू कम्पनीको सोरुमको सामान हालेको हो। अनि दामी छ एमा लुप। अनि त्यो भयो। अनि अर्को कुरा चाहिँ के हो भन्दाखेरि अनि यसमा चाहिँ हजुरहरूको मेन फाइदा भनेको पिकअप कम भए पनि जो माइलेजको चाहिँ हजुरहरूले फाइदा बेनिफिट चाहिँ त्यो पाउनुहुन्छ यो बाइकमा। पानी पर्ला जस्तो नि भा पानी पर्ला जस्तो भए पानी पऱ्यो भने भिज्दिने हो, केही फरक पर्दैन होइन। काम गर्ने बेला त भिजेर काम गरेको दिनहरू रेकर्ड त छ, आएको झन् रमाइलो गरेर निस्केको होइन। पानी पऱ्यो पनि भिजेर रमाइलो गरिदिने हो, मस्त भिज्दिने, सस्तो पारामा रमाइलो हुने बस्ने, त्यही हो। जस्तै गोदावरी चाहिँ स्पेसली सातोबाटो चोकमा चट्ट रोक्नुभयो अनि त्यहाँबाट चाहिँ हजुरहरूले राइट है अनि राइट टर्न गर्नुभयो भने चाहिँ सिधै आउनुभयो भने चाहिँ सिधै डाइरेक्ट गोदावरी पुगिन्छ। अनि म चाहिँ अघि अब हाम्रो खास प्लानिङ त अब जाउलाखेल जाने प्लानिङ थियो, किन भन्दाखेरि अब छोरी पनि छ बुढी पनि छ, यसो अब त्यहाँ अब अलि भनौँ न यसो जनावरहरू हेर्छ यताउता चौर टाइपको, यताउता अलिक छुट्टै फ्रेस हुने भएर नजिक पनि हुने भएर बच्चाहरूको लागि खेल्ने कुरा पनि भएर जाउलाखेल जूमा जाने भनेको फेरि जनावर बिरामी आज ल बिरामी भएको बेलामा त अनि त्यहाँ त अब त्यो बन्द नै हुँदो रहेछ। अनि त्यही भएर यो दिनहरूमा चाहिँ तपाईँहरू यदि
जाउला खेलको जूमा जाँदै हुनुहुन्छ भने चाहिँ है गाइड सबैजनालाई त्यही भन्छु इन्फर्मेसन यो भिडियोबाट यो टाइममा चाहिँ जनावर बिरामी छ तपाईँहरू कोही पनि घुम्न चाहिँ नजानु होला त्यहाँ चाहिँ अब त्यहाँ अब नोटिस उनीहरूले काट्नु भएपछि अथवा कुनै लिकबाट भएपछि हामीले मात्र जानु होला गोदावरीमा चाहिँ तर छिन्मे पानी पर्ने छिन्मे रोकिने भएको कारणले गर्दा हामीले पछाडि रेनकोट पनि हालेका छौँ हाम्रो मलिनुतिर चाहिँ 25 देखाइन गर्मीले आमा मलिनुतिर त आमामा मौसम जो सर्भाइभ हुने मौसम चाहिँ छैन क्या मलाई त खासै मन चाहिँ पर्दैन त्यहाँको हावापानी अरू बोतलमा राखेको बाहिर राखेको पानी खायो भने पुरा पानी उमालेर तताएर राखेको हुन्छ के हुन्छ पानी खाँदा यतातिर चाहिँ मौसम चिसो छ होइन गर्मी महिनामा तपाईँहरू घुम्न आउनलाई एकदम चिसो माइन्ड फ्रेस गर्न आउनलाई पिसफुल ठाउँ खोज्दै हुनुहुन्छ भने यो ठाउँ चाहिँ एकदम बेस्ट अप्सन है एकदमै दामी छ मस्त आउनुहोस् मजाले घुम्नुहोस् खानेकुराहरू पनि खाने पसलहरू छ होइन यहीँबाट ल्याउनुहुन्छ भने पनि ओके तर यहाँ आएर किन्नुहुन्छ भने पनि छ ठाउँहरू चिन्ता लिनु पर्दैन यस्तो पार्क यस्तो राम्रो ठुलो छ अनि गोदावरीमा अनि यस्तो ठाउँमा नहुँदैन त अनि यस्तो छ है भ्यूहरू पार्किङको लागि चाहिँ अब हजुरहरूले सिधै ल गोदावरी आइपुग्यो फाइनल्ली गाइस पार्किङ गर्ने ठाउँमै बाइक राखौँ गोदावरी आइसकेका छौँ ल गाइज है फाइनली हामी चाहिँ गोदावरी आइसकेका छौँ अनि हजुरहरूले देख्न सक्नुहुन्छ गोदावरीको भ्यूहरू देख्न सक्नुहुन्छ होइन यता हेर न कस्तो दामी छ नि ठाउँ त फेरि ल गाइज गोदावरी चाहिँ आउनु होला सबैजना फ्यामिली टुगेदर हुनलाई एकदम दामी छ मजा छ रमाइलो छ हजुरहरूले देख्न सक्नुहुन्छ होइन जानी आऊ जानी ल पानको पात बनाउ न माथि हात जोडेर भिडियो ल तिमी पनि छोरी पनि ल दामी वाउ कस्तो पिसफुल भने है ल गोदावरी आएर चाहिँ हाम्रो यही हो है यसो फ्रेस हुनला हो यो चाहिँ अब हामी बुढी छ अनि हाम्रो छोरी छ हेलो भन्दै छोरी छ अनि यही हो स्पेसल अब हामी त फ्यामिली टुगेदर भएर मेरो जुस हो नि त यो मेरो ल छोरी हो हाम्रो छोरीले नि खान्छ अलिकति अब यो तिमी चाहिँ के भन्न चाहन्छौ भन न म त के भने मलाई भोक लाग्यो म त खाना म नि खान्छु नि ल्याऊ स्वर्ग जस्तो छ यार ठाउँ त यार यहाँ त आमा यस्तो पिसफुल देखेछ नि आज फेरि अलिअलि सिमसिम पानी पनि परिरहेछ होइन यो त के हो पुरै स्वर्गको अर्को ठाउँ जस्तो छ त वा यो चाहिँ गोदावरी हो होइन पाउँदैन यहाँ त फुलको पैसा लिन्छ छिटो आऊ त त्यहाँ जानुहुन्न भने ल हो हामी जाउँछ यस्तो गर्छ ल भ्लगलाई चाहिँ यहीँ इन्ड गर्न चाहन्छु सबैजनालाई बाई सबैजना राम्रोसँग बस्नु होला फेरि यस्तै भ्लग आउनेछ